गोवाबारीबाट आमा समूहहरूलाई फेरि पनि जोरदार ताली बजाइदिनेछौँ। र कस्तो लाग्यो यहाँको नृत्य? हजुरहरूले मजा लिँदै हुनुहुन्छ नि? लिँदै हुनुहुन्छ नि? हुन्छ, यो समय हामी मण्डलीको तर्फबाट यहाँलाई शुभकामना मन्तव्यको समय रहेको छ र यो समय शुभकामना मन्तव्य दिन यसै मण्डलीका एल्डर दिनेश राईज्यूलाई म अगाडि बोलाउँदछु। उहाँलाई हामी जोरदार ताली बजाएर हामी अगाडि स्वागत गर्नेछौँ। धन्यवाद यो सञ्चालकज्यूलाई। आजको यो क्रिसमस कार्यक्रममा उपस्थित मण्डलीका पास्टरज्यू, एल्डरज्यू, डिकनज्यूहरू, अगुवा आमा दिदी बहिनी, विशेष गरेर जवान कमिटी, बाल सङ्गति र आजको यो प्रशंसा चर्चको क्रिसमसको कार्यक्रममा उपस्थित रहनुहुने हाम्रो जति पनि यो कार्यक्रमलाई स्वीकार गरेर, हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनुहुने जतिजना प्रभुले पाउनु भएको छैन उहाँहरूलाई पनि र विशेष गरेर टाढो टाढोबाट आउनुहुने सम्पूर्ण ख्रिस्टको महानुभावहरूलाई 2025 ख्रिस्ट जन्मोत्सवको शुभकामना दिनुभन्दा अगाडि यहाँ सबैलाई ख्रिस्ट येशूको नाममा जय मसीह। मण्डली कमिटीको तर्फबाट शुभकामना मन्तव्यको लागि मलाई समय दिनुभएको लागि म धन्यवाद दिन चाहन्छु सञ्चालकज्यूलाई। त्योभन्दा अगाडि म एउटा दुईटा तपाईँहरूको बिचमा कुरा राख्न चाहन्छु। आज हामीले येशू ख्रिस्ट संसारमा किन आउनुभयो भन्ने बारेमा अघि सुनेको छौँ वचनबाट। मैले त्यो बेला सम्झिरहेको थिएँ, यो इतिहास बोकेको चर्च प्रशंसा चर्च लेटन 55 वर्ष लामो समयसम्म
पास्टर दिलप्रसाद मगरज्यू यहाँको अगुवा, यसले ठुलो एउटा इतिहास कमाएछ। मैले अघि उहाँको वचन सुन्दा यति राम्रो वचन बोल्नुभयो आज उहाँले, मैले याद गरिरहेको छु। संसारमा येशू ख्रीष्ट किन आउनुभयो भन्ने कुरा, अनि एउटा चाहिँ येशू ख्रीष्टको जन्म उत्सवको अत्यन्तै राम्रो परिभाषा उहाँले गर्नुभयो। किन गर्नुभयो भन्दाखेरि संसारमा सबै भगवान आए, देवदेवता आए, तर कहिले पुनर्जीवित भएर उठेर गएको कुरा पाइँदैन हामीले। तर हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ पुनर्जीवित भई उठ्नुभयो र हामीले अनन्त जीवन दिनुभयो। त्यसको कारणले नै आज ख्रीष्ट जन्मोत्सव रहेछ। यो कुरा तपाईँहरूले बुझ्नुपर्ने। ख्रीष्ट चाहिँ जन्मोत्सव, ख्रीष्ट जन्मोत्सवको अर्थ चाहिँ त्यहाँ उहाँले लगाउनु भएको छ। म तपाईँहरूको बिचमा दुईटा कुरा थप्न चाहन्छु यो बिचमा। एउटा कुरा के हो भन्दाखेरि येशू ख्रीष्ट संसारमा आउनु भएपछि स्वर्ग र पृथ्वीको पुलको काम गर्नुभयो। त्यतिखेर स्वर्गको कुरा मान्छेले थाहा थिएन। स्वर्ग जाने माध्यम के थियो त भन्नुहोस् त? थियो न। अनन्त जीवनको माध्यम थिएन। एकजना लेखक योहन्ना भन्छ, योहन्ना 14:6 बाटो सत्य र जीवन मै हुँ, म बाहेक अरू कोहीद्वारा परमेश्वरका पुग्न सक्दैन। उहाँले चाहिँ संसारमा हामी जस्तो पापी मानिसलाई स्वर्ग लानुको लागि, अनन्त जीवन दिनुको लागि एउटा पुलको काम गर्नु आउनु भएछ। आजभन्दा 2025 वर्ष अगाडि। त्यो चाहिँ तपाईँको योहन्नाको पुस्तक 14:6 भनेको छ, बाटो सत्य जीवन मै नै हुँ। अनि उहाँ चाहिँ एउटा सत्यको सुसमाचार गर्नु आउनुभयो, अनि हामीले जीवन दिनु आउनु भएको रहेछ। अब यति नै कुरा यो बिचमा राखौँ। म तपाईँले यो झिलिमिली बत्ती बलेको कुराहरू हेर्नुहोस् है। यहाँ आज यो बत्ती हामीले किन बाल्यौँ? तपाईँ र मेरो मनको बत्ती कसरी बल्छ? यदि मनको बत्ती बलेन भने यो बत्तीको अर्थ छैन। र येशू ख्रीष्टले स्वयं आफै भन्नुभयो योहन्ना 8:12, म संसारको ज्योति हुँ, म संसारको ज्योति हुँ र मेरो पछि लाग्ने कोही पनि अन्धकारमा हिँड्ने छैन। अत्यन्तै गहन पद हेर्नुहोस्। म संसारको ज्योति हुँ र मेरो पछि लाग्नेहरू कोही पनि अन्धकारमा हिँड्नु पर्ने छैन। अलिकति ज्योतिको परिभाषा गरौँ। यो क्रिसमसले आज तपाईँ र मलाई के तपाईँको मनमा, मेरो मनमा ज्योति बालेको छ त? यदि बालेको छैन भनेदेखि के तपाईँ र म आज ज्योतिमा हिँडेको छौँ त? हिँडेको छैनौँ भनेदेखि अबको दिनमा योहन्ना 8:12 अनुसार उहाँ चाहिँ संसारको ज्योति भएको कारणले तपाईँ र मलाई पनि ज्योतिमा हिँड्नु अति ठुलो आवश्यकता छ। यदि हामी ज्योतिमा हिँड्यौँ न भने हामीले अनन्त जीवन छैन। यो चाहिँ ख्याल गर्नुपर्ने कुरा हो। हामीले बत्ती बाल्यौँ, क्रिसमस सेलिब्रेट गरिरहेका छौँ, उहाँको उत्सव मनाइरहेका छौँ। तपाईँ र मेरो जीवनको परिवर्तन, मनको परिवर्तन, व्यवहारको परिवर्तन, विचारको परिवर्तन छैन भनेदेखि तपाईँ र म कसरी ज्योतिमा हिँड्न सक्छौँ? म तपाईँलाई यही अन्तिममा शुभकामना दिन चाहन्छु कि यो ख्रीष्ट जन्मोत्सवले तपाईँ र मेरो जीवनको परिवर्तन हुँदै आउने दिनमा उहाँको असल गवाई र सुसमाचार गर्दै, होइन, यो संसारमा जबसम्म परमेश्वरले हामीले राख्नुहुन्छ तबसम्म उहाँको महिमाको जीवन गवाई दिँदै हामी अगाडि बढ्नुपर्छ। त्यो नै तपाईँ र मेरो जिम्मेवारी हो। त्यो नै आजको ख्रिस्टमसको महत्त्व त्यही हो भन्ने कुरा चाहिँ मैले बुझेको छु र हामीले बुझ्नुपर्ने कुराहरू छ। त्यो कारणले गर्दाखेरि अघि वक्ताले धेरै कुराहरू भनिसक्नु भएको छ। अनि येशू संसारमा किन आउनुभयो? अन्तिममा सबै देवदेवता किन आए? राम पनि भगवान रावणले मार्न पुग्यो, कृष्ण पनि भगवान कंसले मार्न पुग्यो, होइन? अर्जुनहरूदेखि महाभारतको कुरा गर्नु भने उनीहरू पनि द्रौपदीको वस्त्र हरण गर्नु पुग्यो। येशू ख्रीष्ट संसारमा कसले हरण गर्नुभयो? कसलाई मार्नुभयो? कसैले मार्नु भएन। यति फरक कुरा यो संसारमा छ हाम्रो येशू ख्रीष्टको बारेमा। येशूको जन्मोत्सव यति महत्त्व छ। उहाँ त पापीहरूलाई बचाउनुको लागि आउनुभयो। मैले कहिले कहिले भन्ने गर्छु, तपाईँ र मेरो मण्डली एउटा हस्पिटल हो, पापीहरूको हस्पिटल मण्डली हो। त्यो कारणले गर्दाखेरि उहाँ चाहिँ हामीलाई अनन्त जीवन दिनको लागि यो संसारमा आउनुभयो। त्यसपछि क्रुसमा टाँगेर मर्नुभयो, त्यसपछि हामीलाई अनन्त जीवन दिनुभयो। योहन्ना 14:6 बाटो सत्य र जीवन मै हुँ, म बाहेक अरू कोहीद्वारा परमेश्वर पुग्नु सक्दैन। योहन्ना 8:12 संसारको ज्योति म हुँ।
सबै मेरो पछि लाग्ने, कहिले कोही पनि अन्धकारमा हिँड्नुपर्ने छैन। अन्तिममा म तपाईँहरूले यही शुभकामना दिन चाहन्छु। 2025 क्रिस्ट जन्मोत्सवले तपाईँ र मेरो व्यवहारको परिवर्तन, विचारको परिवर्तन, विवेकको परिवर्तन, सोचाइको परिवर्तन हुँदै हामी अगाडि बढ्न सकौँ अनि हामी उहाँको असल सन्तान बन्न सकौँ। यहाँहरूलाई क्रिस्ट जन्मोत्सवको धेरै धेरै शुभकामना। ह्याप्पी बर्थडे। सबैले भन्नुहोस् ह्याप्पी बर्थडे। धन्यवाद। शुभकामना मन्तव्यको लागि अल्टरनेटिभ असोसिएसनलाई धेरै धेरै धन्यवाद। र यो समय ढिला नगरिकन अब हामी बाल सङ्गतिबाट सानो सानो नानीहरूले एक्सन सङ लिएर डान्स लिएर आउँदै हुनुहुन्छ। हामी सानो सानो नानीहरूलाई हामी ताली बजाइकन हामी स्वागत गर्नेछौँ यो समय नानीहरूलाई। र यसपछि घाम मनपर्छ भने डान्सको नानीहरू रेडी हुनु होला। आउँदै हुनुहुन्छ, कृपया हामी ताली बजाइराख्नेछौँ।